एटीएम कार्डलाई किन डेबिट कार्ड भनिन्छ भनेर प्रश्न 1 मार्क्समा आउँदा एटीएम कार्डको प्रयोग गर्दा खाताबाट पैसा सिधै काटिने वा डेबिट हुने भएकोले गर्दा यसलाई डेबिट कार्ड भनिन्छ भन्न सकिन्छ। कुनै एक सामाजिक समस्याको नाम उल्लेख गर्दै त्यसलाई समाधान गर्ने के कस्ता उपायहरू हामीले कदम चाल्न सकिन्छ भनेर उल्लेख गर्नुहोस् भनेर 4 मार्क्समा सोध्यो भने हामीले घरेलु हिंसा भन्न सकिन्छ। परिवारका सदस्यहरू बीच शारीरिक, मानसिक, यौनिक र आर्थिक रूपमा गरिने दुर्व्यवहारलाई घरेलु हिंसा भन्न सकिन्छ भने यसलाई बुदागत रूपमा रोकथाम गर्ने उपायहरू चाहिँ यस प्रकार छन्। 1 नम्बर कानुनको कडाइका साथ कार्यान्वयन गरी घरेलु हिंसामा संलग्नलाई सजाय दिनु। दोस्रो सचेतना कार्यक्रम सञ्चालन गरी समान अधिकार र पारिवारिक सम्मानको भावना विकास गर्नु। तेस्रो पीडितलाई संरक्षण र सहयोग प्रदान गराउनु। चौथो मद्यपान र लागु पदार्थ दुर्व्यसन नियन्त्रण गरी हिंसाको कारण घटाउनु भन्न सकिन्छ। यति गर्दा 4 मार्क्स आउँछ।